नेपाल टेलिभिजनका लागि मिडिया हबको प्रस्तुति हास्य टेली श्रृंखला एकैछिन फुर्सद छैन पर्छ चटारो अभागियो पुरपुरोमा सधैँ छटारो एकैछिन फुर्सद छैन पर्छ चटारो अभागियो पुरपुरोमा सधैँ छटारो खानु नपिउनु हजुर लाखर लाखर हिँड्यो न त ठाउँमा पुग्न सक्यो न त मान्छे चिन्यो काम बल्ला भन्दा भन्दै मरिसक्यो आशै जे गरे नि सुख छैन ए मेरी बासै ए मेरी बासै मेरी बासै मेरी बासै मेरी बासै हैन है सम्झने त्यो बान्देले हाम्रो पैसा दिएला जस्तो छैन हो। अब मैले त पहिल्यै भने हो नि त्यसले तिर्दैन भनेर सुने हैन के गर्ने त यसो गर त्यसको दिदी भिनाजु छ नि त्यो माग्नेका बुढाबुढी तिनीहरूलाई बान्देले हामीसँग 36% ब्याजमा ऋण ल्याछ भनेर सुनाइदिए जा। अब सुन्न त पहिल्यै सुनेको छ नि भने सुनाउनका लागि मात्रै सुनाउनु भए गर सुनाइदिन्छु नि के भएर ल तै पनि सुनाइदे न। ए सुन त त्यो बान्देसित बढी भेट नि जिस्किने गर्ने होइन नि फेरि आसामीले छोरी ल भने ज्वाइँ भन्न पर्छ कसरी पैसा लिनु उल्टो दसैँमा टिका लगाएर दिनुपर्छ। माग्ने काका ए काकी हैन कहाँ मरेछ नि माग्ने सन्तान आज ए कला माग्ने सन्तान भने कि तेरो थुथुरो लुछेर भुइँमा पछारौ ओइ मेरो नाम पनि मुर्की सम्झना हो त्यस्तै उस्तै पर्यो भने तेरै चाहिँ थुथुनो उता फर्किने गरी हान्दिन्छु है म पनि अपै त्यस्ता कुरा गर्ने हो भने त मेरो पनि नाम कुइने मुया कुइने यही कुइनाले घुक्चो मिलेर दिनु पर्ला नि यही कुइनाले हानेर बुढो कचरी पछाएर संसार सुनेको छैनस् ए फतर नगर है क्या नगर ओइ भिड्ने हो साच्चै भिड्ने हो तँसँग त हारेर जान्न के गरे तिमी उता त दुनिया यो पछि भिडन त नर्न पछि भिडन त खास कुरा के हो खास कुरो के हुनु नि बाले भने 70,000 ऋण तिम्रो सालो बान्द्रेले ल्याछ रे त्यहाँ माथि पनि 36% ब्याजमा उले तिरेन भने तिमीले तिर्नु पर्छ रे तिर्ने कि नतिर्ने ए 36% ब्याजमा बान्द्रेले पैसा ल्याएको हामीले तिर्नु पर्नी आफ्नै बुढालाई इह गरे हुन्छ बिचाना आउन उता जाऊ तेरिका पैसा दिए बान्द्रेलाई हो कि हैन दिने बेला हामीलाई सोधेको थियो हामीलाई दिने बेला हामीलाई सोधेको थिएन जसलाई दिएको उसैले तिर्छ हामी तिर्दैनौ उ बेला चाहिँ 36% ब्याज पटलक्का खाउँला भनेर दिएको हैन ठ्याक्का हात पाछ तिमी चुप लागेको यहाँ बस्यो म मिलाउँछु कुरो म मिलाउँछु। अब हेर के छ भन्दाखेरि हामी भनेको चाहिँ एउटा ठुलो इज्जत भएको प्राणी हो है खानदानदेखि नै खानदानको कुरो आयो। अब त्यो बान्ने भन्ने चाहिँ नि पहिलेदेखि नै मेरो छोरा सराको मेरो घरमा बसिरहेको अब उसले जतिसुकै ऋण गरोस् त्यो चाहिँ म चुक्ता गरिदिन्छु ल जाऊ तिर्न त तिर्छौ नि हैन चुक्ता भने के तिर्ने होइन यसका चाहिँ आज मुर्गा पक्का झम्की हाल्नु पर्ने बिरालाको रगत पर्यो के मुसु देखेर प्याक्कै झम्टिन्छ हो अब कहाँ तिर्छौ पैसा कहाँ ल्याएर तिर्छु भनेर त्यसलाई पठाएको खानी बेला बाँध्रे खानी ब्याज उनीहरू खानी पैसा ल्याउनु उनीहरू तिमी चाहिँ पैसा ल्याएर तेरिका एकछिन सोच्दैछु इज्जतमाथि ठुलो धक्का लाग्यो ल खत्तम बर्बाद भयो इज्जत माटोमा मिलो मुया के मिलो नि इज्जत चाहिँ माटोमा। अब हेर म भनेको चाहिँ नि मगन्त नारायण जोगी नारायणको छोरो सन्त नारायणको नाति हाम्रो खानदानलाई कसैले औँला ठडाएर 36% लिए भनेर योभन्दा पहिला भन्न सकेको थिएन आज ब्याजा छोरीले भनेर गइएर अब जोगी नारायणको सन्तानलाई कसले ऋण पत्याउँथ्यो र योभन्दा पहिला 36% ब्याज भन्न आउँथ्यो त बाख्रा गर्छ म्या म्या सुँगुर गर्छ च्वा पोखराको भैँसीको हे के
बाले भने 36% बिर्सेला रे के 36% होइन तँलाई चाहिँ यो अनुहारमा छ्याप्प बनाइदिन्छ हो अनि बाले भनेपछि भन्न आउनु पर्दैन नि कस्तो केटो यो आपा केटो कतिचोटि भन्नु तिमीहरूको ब्याज खाएर भाग्छु म भागिस भन्छ सकिहाल्यो नि त जा 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 उतै आउँछु म भन्दै बिर्सेला फेरि बाउ आउँछन् चियर दिनेस् तँलाई यसको टोपी ओढाइदिन्छु आज के पकाउने हो खिर पकाइनु हुन्थ्यो आफूलाई खिर खाने कस्तो इच्छा थियो इच्छा त हामीलाई पनि थियो नि खिर मात्रै होइन दुध रोटी नै खाने गाउँभरि फतौरी बुढीसँग मिलेर मेरो कुरा काट्दै हिँड्ने अनि खिर पकाएर चाहिँ मैले खुवाउनु पर्ने त्यही फतौरी बुढीकोमा जानु नि उसैले पकाएर खुवाउँछ खिर उसैले पाल्छ सक्दिनँ म कसैलाई झेल्नलाई बुढीकोमा जानु नि उसैले पकाएर खुवाउँछ खिर उसैले पाल्छ सक्दिनँ म कसैलाई झेल्नलाई किन रुनु भएको के भयो आमा बोल्नुस् न बखतले के भन्यो कि बुहारीले थर्काई मलाई कसैले थर्काएको छैन के पनि भनेको छैन म जे छु ठिक छु बाबु आमा ओ जोइ टिग्रे कहाँ जस्तो बाहिर निस्के ओ जोइ टिग्रे दारी बाबु आउनु भएको रहेछ नमस्कार दारी बा नमस्कार तिम्रो नमस्कार तिमी आफैसँग राख होइन सासु आमालाई निकाले हो क्या हो बिचारी बुढी मान्छे रुँदै रुँदै गइरहेछिन् हेर्नु न दारी बा आजकल आमालाई के भएको छ यति कुरामा पनि रिसाउनुहुन्छ गोडा ल्याउनु आमा म मिदिन्छु भन्दाखेरि कहिले मिदिनु परेको छैन मेरो गोडा भन्नुहुन्छ अनि के लाउने आमा भन्नु न म किनेर ल्याइदिन्छु भन्दाखेरि मैले किनेको मैले के पनि लाउनु परेको छैन भनेर झर्किनुहुन्छ दारीबा हुँदा आज आमालाई खिर पकाएर खुवाउनु पर्यो भनेर भित्र दुध तताउँदै थिएँ एक्कासी भित्र आएर त तो बाइफालेले पकाएको खिर खानु पनि परेको छैन र तिम्रो घरमा पनि बस्नु परेको छैन भनेर मसँग त बाजेर जानुभयो के बा सासु भए पनि मैले सासुको जस्तो व्यवहारै गरेको थिइनँ आफ्नै आमा जस्तो लाग्थ्यो नरौ हेर बुढाबुढी मान्छे यस्तै हो बच्चा जस्तै बनिदिन्छन् म सम्झाउला तिनलाई अनि बखते खोइ बिहानै बजारतिर जान्छु भनेर जानुभएको थियो अहिलेसम्म आउनु भएको छैन तँलाई डाका अस्ति नै मेरो घरको दुधको केन चोर्ने पनि त मेरो घरमा गएर भएको नभएको कुरा लगाइदिने पनि त हेर्नु दाजु मबाट ठुलो गल्ती भयो मलाई माफ गर्नु दाजु मलाई माफ गर्नु गर्छु तँलाई माफ तँलाई त हेर बहादुर सार्वजनिक स्थलमा मेरो गालामा चर्काइस् कि तँलाई 1 घन्टा मात्र भेटौँ न 2 मिनट कुटिनाछु भने यो बान्द्रेले पनि चाब 36% ऋण काटेर गाउँमा मेरो समेत बिजेट गर्यो यो कृषि विकास बैङ्कले कति पर्सेन्टमा ऋण दिन्छ थाहा छ तपाईँलाई खोइ मैले त नजिका नि धेरै भइसक्यो ए जुगे तिमीलाई थाहा होला नि त ए थाहा छ मलाई कतिमा दिन्छ कति पर्सेन्टका दरले ऋण दिन्छ भन्दा अस्ति भर्खरै मेरो भतिजाले ऋण निकालेको छ म एकचोटि फोन गरेर सोधौँ त तिमीलाई थाहा न बाबा किन थाहा छ भने त फेरि निकाले त थाहा छ नि त ल सोध ल उता उसले 36% ऋण काटेर बिजेट गर्यो यता यसले फेरि ब्याङ्कको ब्याज दर सोधेर बेच गरिसकेको छ
हेरन ठुस्या पर्छ यसले खानदानको बेजेतै गर्यो नि यसले त्यो कुन ब्याङ्कमा कति पर्सेन्ट पाउँछ भनेर त्यो लुचो जस्तो सोध्दै सोध्दै हिँडेर अब म चाहिँ नसोधिकन तपाईँहरूसँग 36%मा चाहिँ नि ऋण 36 होइन 42%मा ऋण लिन चाहन्छु पैसा होला नि त भरत भाउ कहाँबाट हुनु पैसा मसित पैसा छैन छैन त 1 वर्षपछि त चुक्तै गरिदिन्छ हिजो छैन पैसा छैन के भुँडी मात्रै यत्रो पैसा नभए मान्छे जाने पैसा नभए भुँडी अनि ए जुगे तिमीसँग होला नि त कहाँ हुनु म आफै ऋण खोजिरहेको छु भाइ नदिए जस्तो लाग्छ कुरो सुन यस्तोलाई त 100% ब्याज दिन्छु भने पनि दिनु हुँदैन कुकुरलाई मासु पैँचो दिनु तिर्छ कहाँ दिन्छ त्योभन्दा गएको छ हौ लाखे है यो वाणिज्य ब्याङ्कले चाहिँ कति % ब्याजमा ऋण दिन्छ भनेदेखि 2 वर्षको भिन्दै छ 10 वर्षको भिन्दै छ अब सिस्टम बेग्ला बेग्लै आइसक्यो नि त 1914 को भएको भए त म गुडुङडुङ बनिदिन्थेँ अब यो अहिलेको नयाँ अलिकति रणनीति नयाँ आएको छ त्यही भएर अलिकति म कन्फ्युज भएको छु है नानी नत्र चाहिँ म भन्थेँ ठ्याक्कै मलाई चाहिँ कुन बैंकले चाहिँ कति सुविधा दिन्छ कुनले कति दिन्छ बुझ्नु परेछ के ए लाखे लाखे होइन हुँदा हुँदा यो बिजेट गर्ने यहाँ समेत आएछ होइन तिमी आएको कि म आएको पहिला तिमी पछि पछि के खान आइरहने हेर नि त्यहाँ काम गर्ने मान्छेले गाउँ सोध्दै हिँड्छ काम नपा कुकुर जस्तो लेखार घरै पछि मान्छे भेटेपछि सबैलाई चाहिँ नि कति % ब्याज कति % ठ्याक्क ऋण लियो ट्याक्क काम गर्यो गर्ने त्यसरी गर्छ नगर तिमी साँच्चै त्यो लघु वित्त विकास बैंकमा कति % मा दिन्छ होला अहिले त यो ब्याज सोधेर बेच गर्ने काम नगर त ब्याज सोधेर त्यसरी इज्जत फाल्ने काम नगर के काम गर्दा कसरी गर्नुपर्छ भन्ने कुरा यहाँ हेर अब यहाँ हेर त मेरो कुरा गरेर हेर त बगम फुसे हाउ झुसे यो मलाई चाहिँ नि 42% 42 पनि होइन आज 48% मा ऋण दिने एकजना साउ खोज्देऊ त मैले इज्जतको लागि भए पनि ऋण लिनै पर्ने भयो अब एकचोटि हौ लाखे काम चाहिँ के हो झुसे के कामको लागि काम केही पनि होइन इज्जतको लागि के पैसा लिन्छु घरमा ल्याएर टक्कसँग राख्छु त्यस पछाडि भाका पुगेपछि 48% थपेर फिर्ता गरिदिन्छु जे भए पनि 48% मा ऋण लिने माग्ने बुढो भनेर एउटा नाउँ त चल्छ हौ लाखे 48% ब्याज दिने भएदेखि त म 1914 को इमान इज्जत र प्रेस्टिज भएको मान्छे म दिन्छु नि अनि हौ के को चिन्ता छ म लिएर आउँछु लाखे कागज लिएर आउँदैछु एकछिन है ल अब ऋण भन्ने कसरी लिनुपर्छ कारोबार कसरी गर्ने म त्यसलाई सिकाउँछु तिमी बिना कारण नसुर्य क्या दाइ नसुर्य ऋणमा चुर्लुम्म डुबाउला भन्दै छु मैले हौ लाखे लु अब कागज गरौँ अनि पैसा लैजाउँ लिखितमको नाति को के पो बाजेको नाम नानी बाजेको नाम सन्त नारायण बाउको नाम जोगी नारायण हजुरबाउ सन्त नारायण नाम त के परे झुसे ए होइन लाखे मगन्त नारायण नाम पनि खतरै पो छ त नानीको वर्ष चाहिँ कति भयो वर्ष 57 परार भनेपछि 58 59 कति सालको हो नानी साल किन चाहिँ वर्ष भनेर छ्याकल लेख्नु नि सोचेर भर के सोचेर भर अझै सोच टाइम छ ल ठिक छ ब्याज चाहिँ यहाँ त्यसका के पो 48 छैन त अब यहाँ आएर रकम कति लाने अब भनौँ त पैसा कति भन्दाखेरि चाहिँ नि अब 48% ले 1 लाख दाम लियो भनेदेखि तिर्दाखेरि कति तिर्नु पर्यो 1,48,000 त्यस पछाडि 1 करोड लियो भनेदेखि कति तिर्नु पर्यो 1,48,00,000 हैन अब 1,000 लियो भनेदेखि कति हुन्छ 1480 यस्तै कति हुन्छ त्यहाँ इच्छा अनुहार नपाएर न हिसाब पो गरे त अनि त्यहाँबाट 1 अरब लियो भनेदेखि चाहिँ कति हुन्छ भने 1 अरब त तिमीले दिनै सक्दैनौ नि किन हिसाब गर्नु पर्यो र यसो गर 100 रुपैयाँ दाम ल्याउ त
अब 100 रुपियाँ दामको वर्षको 48 रुपियाँ हुन्छ भनेपछि 6 महिनाको 24 रुपियाँ 3 महिनाको 12 रुपियाँ हैन भन्दाखेरि 1.5 महिनाको राखो भनेदेखि 6 रुपियाँ दाम ब्याज हुन्छ भनेपछि ल 100 रुपियाँ दाम ल्याऊ लएर राखेर 1.5 महिना पछाडि 6 रुपियाँ थपेर फिर्ता गरिदिन्छु कति रुन्चे फोनले मलाई पनि बाजे अज्ञानले हामीसँगै बस्या हिँड्या तेरो बुहारीले जे सम्झिरहन्छ त्यसैले हेर्नु मैले तर हामी नभेटौँ हेर त्यसले भनेर हुन्छ तर म त दुःख सुखको साथी त्यो त हो नि डमरे तर के भन्नु त्यो हामीलाई त ओराइया मृगलाई बाछोले नि खेल्दो रहेछ म यहाँ चाहिँ हुन्छ हेऱ्यो बुढेसकाललाई 10 धारा दुध खुवाएर हुर्काएको छोरो चाहिँ आफ्नो भएन त्यो बाहिर आगे के आफ्नो हुन्छ हेर फेर गाउँमा आफूभन्दा पहिला बुढा बित्यो भने छ त्यो बुढेसकाललाई त साह्रै दुःख पाइँदो रहेछ बुढा थिए भने त सारा हुन्थ्यो हेर छोराले यसो भन्नु है बुढा बुहारीले यसो भनेर बुढाबुढी दुःख सुखका कुरा गर्नुहुन्थ्यो हेर होइन क्या हो बुढी आमै गाई बस्तु बुढो भयो भने भिड खोज्छ मान्छे बुढो भयो भने न्यु खोज्छ भनेर भन्थे साँच्चै हो कि क्या हो उति माथि तपाईँकी बुहारीले गोडामी दिउँ सासु आमै पनि भनेकै रहेछन् के खानुहुन्छ मन नखाएर भए पनि खिर खुवाउँछु भनेकै रहेछन् के लाउनुहुन्छ मन नलाएर भए पनि किनिदिन्छु भनेकै रहेछन् त्यति कुल घरानकी बुहारी हुँदाहुँदै यसरी बटारेर हिँड्नुहुन्छ मलाई घरबाट निकालेर भएको नभएको कुरा गर्ने छैन त्यसले मैले त्यस्तो भनेको भए आजको रात पनि काट्न नपाऊ त्यो एक नम्बरको भाइ भाइ हो त्यसको कुरा सुनेर आएर यो चाहिँ बुढी मान्छेलाई छर्काउँछ के दारी धुर्मु बखते दाइले फेरि पनि आमालाई घरबाट निकालेछन् कि क्या हो खतौरी आमा कहाँ रुँदै थिइन् त त्यस्तो गरेछ त्यो डाकाले मलाई नि अस्ति अस्ति मैले गल्ती गरे हुँ मलाई माफ गर दाजु भन्दा गालैमा यस्तो कुटनी सुन्तली यस्तो कुटनी मलाई अहिले सुत्ता झन गरिरहेछ अब यो मिस्टर धुर्मुसले यस्तो बदला लिन्छ नि त्यो हेरिराख सुन्तली यहाँ अनि यो बाटो छेकेर बस्ने को हो हरिओम सत्यनारायण काशी खडानन्द गुरु भन्छन् के बा मलाई होइन के टुवा परिरहने यो लौरो समात्दैन नेपालमा हात हेरेर मान्छेको भूत र भविष्य भन्ने एउटा मात्रै मान्छे खडानन्द गुरु हो जस्तो लाग्छ क्या मलाई बाबु लौ न त गुरु मेरो नि हात हेरिदिनुहोस् न त होइन यो गुदुने हात कहाँ अगाडि बढेर अर्को हात अगाडि बढाउ न अलि अगाडि ल्याउन म त्यहाँ जानु सक्छु ल हरिओम सत्यनारायण काशी होइन आज तिमीले त गाउँमा कोही केटालाई कुटेछौ जस्तो देख्छु नि यो कुरा सही हो हो गुरु हो हाम्रो गाउँमा एउटा धुर्मुसे भन्ने बदमास थियो त्यसलाई आज मैले पडाङ चड्काइदिएँ कसरी पड्कायो यसरी पड्कायो होला होइन यसरी हान्नुपर्छ क्या यसरी होइन मैले तिमीलाई साँच्चीकै कुटेछु क्या उदाहरण दिन खोज्दा फ्याट्टै लागिहाल्थ्यो भने तपाईँले धेरै ठुलो गल्ती गर्नुभयो क्या नानी मान्छेलाई गालैमा चाहिँ हानिहाल्नु हुँदैन थियो क्या फेरि त्यो बचियाको गर यति कडा छ नि त्यसको गरको कारणले तपाईँले त 2 दिनभित्रमा माथि लाने योग आएको छ क्या तपाईँको त्यो बचियाको आत्मा यति रोइरहेको छ नि अहिले
अब मैले बनाएर भन्ने कुरो आउँदैन हेर बा तिम्रो हातको रेखामा जे देखेँ त्यही भन्ने हो अब तिमीलाई मेरो कुरामा विश्वास लाग्दैन भने तिम्रो घरको ढोकामा अहिले कालो मसान ठडिएर बसिरहेछ नपत्ता हेर्न जाऊ त जाऊ न भनेपछि खुरुक्क लौरो दिएर जानु पर्दैन अरे हो म त सेता गुरु गुरु हो रहेछ गुरु हो मेरो घरमा कालो मसान मैले ठाडै देखेँ लौ न मलाई बचाउनु पर्यो गुरु कसो गरेर हुन्छ हात तल झाएर कति जोडिरहेको लौरो समातेर अलि अगाडिबाट अझै यता आऊ न अब चाहिँ नि त धुर्मुसे हो कि कुर्मुसे हो बजिया म त चिन्दिनँ के बा त्यसलाई केही गर्नु पर्दैन तिमीले 1000 रुपियाँ दाम गोडामा लगेर फुच्च फालिदिएर मबाट धेरै ठुलो गल्ती भयो बाबु मलाई माफ गर भनेर भन्दै गएर दसैँ सबै टर्छ हेर ए बट्टारे कान्छु अहिले चाहिँ यता अब राम्रो योग्यता भएको मान्छे यस्तो देशी जता पनि जान्छ नि ए अनि कति दिन भयो त यता आउनु थाले त्यस्तै 15 दिन जति भयो राजमास्टर 15 दिन भयो अनि यसबाट पैसा निकाल्दा राम्रो होला त भन्ने अब गाउँलेहरू सबैलाई राम्रै भइरहेछ तपाईँलाई नराम्रो कसरी होला भन्नु अब मैले भन्दामा यहीँ कारोबार गर्नुपर्छ भन्ने छैन है राजमास्टर गाउँभरि अरू पनि संस्थाहरू छन् कारोबार गर्ने त्यही भएर कहाँको सेवा र सुविधा राम्रो छ कहाँ तपाईँलाई चित्त बुझ्छ बुझेर कारोबार गर्नुहोस् भित्र हाकिम साहब हुनुहुन्छ नमस्ते गर्नुहोस् कुरो बुझ्नुहोस् ए भनेपछि गएर गाउँभरिका सबैसँग बुझ्नु पर्यो कहाँ सेवा सुविधा राम्रो छ त्यहाँ बुझेर मात्रै कारोबार गर्नु पर्यो यहाँको पनि बुझ्छु म राम्रो सबैतिर बुझ्नुहोस् आफू त राम्रो मान्छे राम्रो सल्लाह दिन्छ दुधको पैसा जम्मा यति चोकरको यति पराल किनेको यति ढुटो यति खोइ त ना दुःख त कति गरियो हैन के हिसाब गर्छ हो यसले के को हिसाब गर्दै छ सो बान्द्र त भैँसी पाल्यो त नाफा जति त ब्याज तिर्दै पो ठिक्क भएछ त 36% ठुक्क किन तिरा त 36% मैले भर्खर लघु वित्त विकास बैंकबाट 22% मा ल्याउँदैछु कारोबार गर्दाखेरि राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंकहरुबाट गर्नुपर्छ के अनि मात्रै सुरक्षित भइन्छ राष्ट्रिय बैंकबाट इज्जत प्राप्त इजाजत ए इजाजत त्यही एउटा त भन्ने ढङ्ग छैन के कुरा गर होइन पैसा तिर्छस् कि तिर्दैनस् खुरुक्क भन्दा विदेश जाने बेला मलाई आपत पर्यो काका भनेर आएको होइन झन् विश्वासको भर कागजै नगरी पैसा दिएछु अहिले छैन भन्न पाउँछस् के रे म बिग्रे रे होइन तँलाई मैले बिगारे हो तँ सब्रेर आए पनि मेरो ब्याज बढी दिने होइनस् अरू कुरो थाहा छैन मलाई 36% साउँ र ब्याज तुरुन्तै चाहियो होइन भने कसरी उठाउनु पर्छ मलाई थाहा छ म पनि ब्याज प्रसाद हुँ यस्तो हेत्तेरी यहाँ पनि पैसा फहला जस्तो छ के छ ब्याज प्रसाद काका ओहो बान्दे के छ ब्याज ल्याइस् ल बस ब्याज मात्रै हैन साउँ पनि लिएर आए उता लघु वित्त विकास बैंकबाट 22% मा पैसा पाउने रहेछ यो तपाईको 36% त धेरै महँगो राजुसँग पैसा सापटी लिएर तपाईको चुक्ता गर्न आएको अब यो पैसा तपाईलाई चुक्ता गर्छु बैंकबाट ल्याएर राजुको तिर्छु दूध बेचेर बैंकको तिर्छु ल पैसा समाउनुस् अब लघु वित्तबाट फुत्त सजिलो छ 15 मिनट जति त भइसक्यो होला त्यो बहाते दाइ त आउँदैन त मेरो भाइ मबाट ठुलो गल्ती भयो भाइ गाउँको तिमी यस्तो राम्रो मान्छेलाई मैले नचिनेर थप्पड हाने भाइ मबाट गल्ती भयो मलाई माफ गरिदेऊ भाइ बरु म तिमीलाई 1000 रुपियाँ दिन्छु ल म कुनै पनि हालतमा तिमीलाई माफी दिनेवाला छैन हेर त्यसो नभन न भाइ हेर बरु म 1000 थप्छु मलाई माफ गरिदेऊ भाइ
यति जाबले त त्यत्रो चड्का हाने कसरी माफी दिनु खै अरू त होइन यो गोरुलाई 2,000 दिदिकन के को माफी माग्दैछ जोइटिङ रे मोरा गोरुले दिने यो पैसाले यहाँ पो हालेछु ल आफ्नी आमालाई तागतिलो चिज किनेर खुवा सबभन्दा ठुलो कुरो तेरी स्वानीको मुक्ताल बिचारी बुढी आमा खतौरी आमा कहाँ गएर भक्कानिएर रोइराकी थिए तँलाई आफ्नी आमाको चिन्ता अलिकति पनि लाग्दैन होइन केलाई चिन्ता नहुनु र तारीबा आफूलाई जन्म दिने आमाको अहिले म गुरुका म मिलाउँछु यो कुरा म भर्खर मिलाउँछु अब मिलाउँछु मात्र भन्ने होइन मिला त्यहाँ नत्र पाप लाग्छ तँलाई यो बाखाटे दाइ अब खाडानन्द गुरु कहाँ दौडिहाल्ला म त तुरुन्तै खाडानन्द गुरु बनेर यो 2,000 त जसरी चिप्लाउनु पर्यो नि ए त एकछिन मसँग हिँड त कहाँ उहाँ होइन क्या हिँड्न भनेपछि हिँड राख कुचो हरियोमा तातो नार न कासी कासी आइहालेछन् खडानन्द गुरु नगरे भए पनि हुन्थ्यो नानी अनि के भन्नु आयो त फेरि लौ न गुरु यसको हात हेरिदिनु पर्यो अब जुनसुकै बेला हात हेर्दा पनि त्यत्तिकै हेरिन्छ होला त यसो गुरु दक्षिणा पनि त तेर्स्याउनु पर्यो नि हो गाँठे कति होला गुरु दक्षिणा अब भए त 5,000 लिने हो मैले तिमीसँग 2,000 हुनुपर्ने हो जस्तो लाग्छ मलाई त्यही 2,000 ल्याउन यी गुरु म कन्याको हातबाट मात्रै लिन्छु के भाउ धन्यवाद नानी यो लौरो समाता त खोइ हात यता ल्याउ त अलि यता ल्याउनु कहाँ म त्यहाँ आउन सक्छु त अलि यता ल्याउ आहा कस्तो नरम हात रहेछ भन्न पाए पनि हुन्थ्यो भन्थ्यो कि एउटाले पखै दक्षिणा राखौँ अरे हो म तसर्थ नारायण तिमी त 5 पैसाको बिहोरा नभकी आइमै रहेछौ नि सासूलाई त कप्लाकै निलौला जस्तो पो गरिदिरहेछौ तिमी त आज पनि खिरको विषयलाई लिएर घर धेरै ठुलो विवाद गरेर सासू त घरबाट निक्लेको देखिन्छ त यहाँ हो गुरु हो अनि मैले बनाएर भन्ने कुरो आएन त बा यहाँ रेखामा जे देखिन्छ त्यही भन्ने हो हेर नानी ती आमाले एकदमै चित्त दुखाइ गरेर घरबाट निक्लिन्छन् तिनको गरको कारणले तिमीलाई एकदमै ठुलो रोग लाग्दैछ है त्यही रोगको कारणले तिमीलाई यस्तो कलकलाउँदो अवस्थामै सुइकाइदिन सक्छ के तर नआत्यो हेर खडानन्द गुरुसँग उपाय पनि त छ नि अहिले तुरुन्तै गएर आमालाई फकाइ फुलाइ गरेर घर ल्याएर राम्रो गर तिमी 70 वर्षसम्म बाँच्छौ त्यो पछाडि पुग्लुकै मर्छौ हेर है अब मेरो कुरा मानेन भने ठुलो अनिष्ट हुन्छ पहिला चाहिँ आमालाई घर लगिहाल त अनि कुरा गरौँला मेरो भगवान तपाईँ घर जानु पर्यो आमा अब डमरे मैले बिदा सम्झाइ लिलै गरिसक्यौ जे गरे नि सुख छैन ए मेरी बासै ए मेरी बासै